ल धन्यवाद छ सबैलाई। अब यो अलि त्यो बाहिरको मान्छेहरू पनि भित्रतिर आउँदा हुन्छ होला। अब एक दुईवटा कुराहरू राख्छु के अरे, खासै त्यस्तो धेरै लामो कुराहरू राख्दिनँ भन्दा पनि एक दुईवटा त राख्नै पर्छ। ल सबैजना अब नबोल्दैन है त, सुनौँ है त। ल आज यो के अरे 15 नम्बर वडाको कार्य समिति गठन कार्यक्रमको अध्यक्ष मञ्चमा अतिथिज्यूहरू, हाम्रा सबै तहका श्रमदाताज्यूहरू, यहाँको उपस्थित मैले मान्नुपर्ने आदरणीय आमा बाबा, दाजुभाइ, दिदीबहिनी, भान्जा भान्जी, जेनजी, पत्रकार सबैजनालाई नमस्कार छ मेरो माटोको। अब यो सबैभन्दा पहिला चाहिँ यस्तै छ, अलिकति अभावै छ आज होइन। यो हाम्रो कार्यक्रम स्थल अलिक अब साँगुरोमा बसेछ, तर ठिक छ। मन ठुलो हुनुपर्छ, मन फराकिलो हुनुपर्छ होइन। हाम्रो स्थान कत्रो छ भन्दा पनि हाम्रो मन कत्रो छ भन्ने कुरा छ। मन ठुलो गरौँ के अरे, कुर्सी पुगिराखेको छैन, कुर्सी पनि ठिकै छ भन्नुपर्छ होला होइन। उभिन नसक्ने साथीहरूले यसो चाहिँ नि उभिन नसक्नेहरूलाई, उभिन सक्ने साथीहरूले उभिएर साथ दिनुपर्छ र पुगेन भने त्यहीतिर बस्दा पनि भइहाल्छ, ठुलो कुरो होइन होइन। त्यो छ, त्यसरी एडजस्ट गरौँ है त। ल अब मैले सबैभन्दा पहिला चाहिँ हाम्रा दार्चुलामा श्रमदानमा जुटिराख्नु हुने सम्पूर्ण श्रमदाताहरूको लागि सम्मानहरू ताली बजाउनको लागि दार्चुला धेरै टाढो त्यहाँदेखि उता छैन नेपाल है। सिमाना महाकाली नदी तल बगिराखेको छ, मासतिर भिरमा होइन। पुलको लट्ठा बोक्ने, सिमेन्ट बोक्ने, पुलको सामान बोक्ने काम गर्नु नि अहिले पनि हाम्रो टोली त्यहाँ छ। कोही त त्यहाँ गएर पनि आउनु भएको छ, यहाँ पनि थुप्रैजना हुनुहुन्छ होला, अझै पनि त्यहाँ छ। अब एक दुई दिनमा त्यहाँ हामीले सघाउँदैछौँ काम र त्यहाँ काम गर्नुहुनेहरूलाई हार्दिक माया सम्झना छ, हार्दिक सम्मान छ मेरो सबैजनाको तर्फबाट। अब धेरै ताली नबजाउँ, समय खाइदिन्छ। अब यो बोल्दाखेरि ताली बजाएर मात्रै समय जोड्दा 20 मिनट हुन्छ होइन। 20 मिनट बोलेको, 20 मिनट ताली बजाएको, 40 मिनट लागिरहेको। अरू कार्यक्रम छ यहाँ गर्नुपर्ने इम्पोर्टेन्ट। मैले धेरै लामो बोल्न चाहन्न आज, बोल्दा त थुप्रै कुराहरू छन्, अब धेरै नबोलौँ। यहाँ बन्न लागेको यो समिति जो छ, समितिमा सबैजना बस्नुहोस् है। म बस्छु भनेर आउनुहोस्, तिमी गएर म हेर्छु, तिमीले पकाऊ, म चाख्छु, खान्छु। मिठो भएछ भने पनि ठिकै छ, मिठो भएन भने गाली गर्छु होइन भन्ने हिसाबले हामी बस्नु हुँदैन। त्यसले गर्दाखेरि यहाँ विशेष गरी अलिकति होइन। अब यहाँ धेरै समूहको मान्छे देख्दैछु, उमेर समूहका मान्छेहरू, हाम्रा आमा बाबाहरू अलिकति दिग्गज होइन, उमेरमा अग्रज मान्छेहरूलाई चाहिँ सल्लाहकार एउटा परिषद वडाको 15 नम्बरको माताको वडाको सल्लाहकार परिषदमा राख्ने हाम्रो म्याक्सजीलाई मैले त्यो सल्लाह दिइराखेको छु। अनि अब अलिकति भनौँ न, यता म हिँड्न सक्छु, डुल्न सक्छु, म गर्छु अभियान भन्नेहरूलाई कार्य समितिमा राख्ने है, आमा बाबालाई चाहिँ सल्लाहकारमा राख्ने। अनि अलिक युवाहरूलाई चाहिँ युवा समितिमा समावेश गर्दा पनि हुन्छ। अब कसरी अहिले गर्नुहुन्छ त्यो चाहिँ तपाईँहरूको आफ्नो उसमा पनि गर्नुपर्छ। र अब यो धनबहादुरजीलाई हामीले मेयर बनाउने भन्ने कुरामा चाहिँ किन हामीले त्यो भनेको भन्दाखेरि, अब सबैले होइन दुःख गरेको देखेको कारणले गर्दाखेरि उहाँलाई अलिक माया पनि गर्नुभएको छ। र धनबहादुरजीलाई मेरो सल्लाह चाहिँ छ होइन, अरू म एकछिन फाल्टै सल्लाह दिनेवालामा छु यहाँबाट दिनुभन्दा पनि। र मलाई भेट्नु होला अहिले जाने बेला, म जाने बेला। अनि उहाँलाई किन जिताउनुपर्छ, चुनाव चिन्ह माटोले किन जित्नुपर्छ भने तपाईँहरूलाई हक्क साम्पाङ भन्ने मान्छेको भिजन मन पर्यो नि, परेन? संसारमै एकजना यस्तो मेयर जो मेयरले काम गरेर विश्वकृतिमा राख्यो, म मात्रै अरूले राखेको छैन है। जहाँ जान्छु विकासको मूल फुटाइदिएको छु मैले।
म दार्चुला गएँ, दार्चुलामा गाडी पुग्यो, म पुगेपछि दबाब भयो नि त सरकारलाई, टेलिफोन पनि पुग्यो केही पनि थिएन, गाडी पनि थिएन, टेलिफोन पनि थिएन, पुल पनि थिएन। पुल त हामीले बनाइदिँदैछ, अब सरकारले पनि बनाइदिने भएको छ, हेर्नु न आँखा खोलेको है, कुरा बुझ्नुभयो नि। अब मेरो भिजनबाट यो धरान होइन फेरि अर्को 5 वर्ष चलोस् भन्ने यदि लाग्छ भने धनबहादुरजीलाई जिताइदिनु है। गाइड मैले नै गर्ने हो क्या उहाँलाई, कुरा बुझ्नुभयो नि। खानेपानीको लागि मैले के गरेँ तपाईँलाई अलिक सुनाउँछु, तपाईँलाई कतिलाई त थाहै छैन। चुनाव जितिसकेपछि मैले पानी खुवाउँछु भनेर जितेको चुनाव, पानी नखुवाई बस्ने मलाई छुट थिएन। म चाहिँ त्यस्तो नैतिक मान्छे हो, म गर्छु भनेपछि गर्छु नै गर्छु, कि त गर्दिनँ भनेपछि नगर्ने भने गर्छु नै भन्दिनँ। अस्तिको दिन मात्रै हामीले चाहिँ नि होइन 4 वर्ष श्रमदान भएको वार्षिकी मनायौँ, 4औं वार्षिकी। पकुवा खोला जानै भएको छैन होला, यो डाँडाजुल उतापट्टिबाट पानी ल्यायौँ हामीले है, ढुङ्गामाथि नै खनेर ट्याङ्की बनायौँ है। राम्रो बुझौँ है, अलिकति अल्छी नमानी बुझौँ है। त्यहाँबाट त्यो 28 दिनमा त्यहाँ पानी ल्यायौँ, त्यतिकै पानीको समस्या समाधान भएको होइन। पानी लिएर चाहिँ तल 11मा जोड्यौँ, ठुलो ल्याइन, 3 इन्चको ल्यायौँ, तर 3 इन्चको पाइपमा पनि फुल पानी आयो भने थुप्रै हो, त्यो बगे गर्छ नि पानी त। त्यस पछाडि हामी निशाने आयौँ, यता श्रम संस्कृति पार्क बन्नेमा त बनमारा घारी के अरे तपाईँको सिस्नु घारी, सिस्नु पनि थिएन हौ, सिमली घारी, बनमारा घारी होइन। त्यहाँ जाने, बियर खाने, फुटाउने, मासु पोले खाने, पौडी खेल्ने, हाफ प्यान्ट छोडिराख्ने, त्यस्तो खालको थियो हाम्रो। अलि हाँस्नु पर्छ क्या हो, कहिले त हाँस्नु पर्छ के होइन र, हाँसेर बिराम भइन्छ नि। म त हाँसिरहन्छु, गालीमा आइरहन्छ हाँसिरहन्छु, तिनीहरूको गाली हाँस्दै बस्यो। रिसाउँछ भन्छ होला, के रिसाउँछ चाहिँ, तर रिसाएर लेखेको लेख्छ, म त हाँस्दै पढिरह। त्यस्तो हाँस्नुपर्छ है। त्यस्तो खालको स्थिति थियो त्यहाँ है, बिजोग थियो। त्यो आग गाडी छ नि माथि, यस्तो गरेर हामीले फुल फुलाउँछौँ, प्रहरी राखिदिएँ मैले त्यहाँनिर। त्यहाँ त के थियो, 50वटा बाइक हुने, जहिले पनि 50-100वटा बाइक हुने, त्यहाँदेखि उता गएर पौडी खेल्नु पर्ने, खतरा पौडी खेल्नु, हाम्रै भाइ भतिजा। अनि त्यहाँदेखि तलतिर चाहिँ फेरि पानीको मुहान, कति हाँस्यो होइन, अलि हाँसौँ, अलि हाँस्नुपर्छ है। यहाँ यसरी होली खेल्नुपर्ने, अन्डाले खाना रङ खालको है, पहेँलो कालो रातो सब खालको रङ लाएर, पानी छैन नुहाउने, कहाँ जाने, त्यहाँ गएर नुहाउनु पर्ने। अनि त्यहाँको तलतिर चाहिँ तपाईँको फेरि पानीको मुहानको पाइप, त्यहाँनिर तपाईँको छैन त्यो गुमुतको अवस्था है। त्यो कहिले काहीँ जाने, बुढी औँलाले हिँड्नु मन लाग्ने, गुई हुने क्या, गु भन्दा फेरि यता मिडियामा के भन्यो भन्ला, अब ठेट भाषामा गु नै हो नि, दिशा, पूर्व पश्चिम चाहिँ होइन, दिशा के हो। बुढी औँलाले हिँड्नु मन लाग्ने, त्यही के घिन लाग्दो। त्यहाँ सफा गरियो, कुरा बुझ्नुभयो नि। त्यहाँ प्रहरी राख्यो, खाने पानीको तपाईँको स्रोत सुरक्षित भयो। हामीले खर्दुबाट पानी ल्यायौँ, सर्दुबाट ल्यायौँ, निशानेबाट ल्यायौँ। त्यहाँ तपाईँको चाहिँ के अरे आरा धरानको पारिपट्टि एउटा निलो 3 लाख प्लसको ट्याङ्की छ, त्यो बनायौँ हामीले। त्यहाँदेखि 10 इन्चको पाइप, यत्रो ठुलो पाइप। हामी त खालि त्यो कोखाको मात्रै कुरा गर्छौँ, त्यो मात्रै होइन नि है। यत्रो 10 इन्चको पाइप, यत्रो ठुलो 10 इन्चको पाइपमा बगरै बगर जङ्गल अलिअलि पाखा भिर जस्तोबाट लिएर चाहिँ तपाईँको जानकी चोक हुँदै 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 स्वस्तिका चोकमा तल तपाईँको चाहिँ राखेर यत्रो ठुलो के अरे पाइपबाट हामीले पानी ल्यायौँ, जोड्यौँ। त्यतिले मात्रै पुगेन हामीलाई, हामी फेरि यता गयौँ होइन, भालु खोला सेउतीबाट पनि हामीले पानी ल्यायौँ। यहाँ माथि धन्यवाद ट्याङ्की बनाएको छ, यत्रो ठुलो ट्याङ्की छ। त्यो श्रमबाट गरेको कुराहरू मात्रै भने मैले तपाईँहरूलाई होइन। त्यतिले मात्रै फेरि मन मानेन होइन, कोका खोला गयौँ है, भौला पाराले कोका खोलामा पाइप तान्नु हो तपाईँहरूले, आमै भनौँ न, त्यो दिन फर्केर आउँदैन क्या, फेरि आएर पनि हुन्छ भन्छु म
फेरि पाइप तान्नु भन्दा अब कहाँ तान्छ, अब के तान्छ। ए भिरमा है त्यो बजार क्षेत्र लास्टतिर भिर है, 4-5वटा भिर, खतरा खालको भिर, तल झऱ्यो भने तल कोसीभित्रै उल्टी झर्ने भिर, त्यस्तो भिरमा पानीहरू ल्यायौँ होइन। के अरे पाइप तान्यौँ नि। तपाईँहरूले सल्लाह सहयोग गर्नुभयो होला, तपाईँहरूले गर्नु भएन भने पनि फेरि गर्नु नि त होइन है। अनि सुन्नु न एकछिनै, अनि एकछिन। अनि त्यसरी पानी ल्यायौँ, तपाईँको छैन 98 दिनमा पानी आयो होइन। त्यो पानी आए त आउँदैन किन भन्थ्यो, यत्रै आए पनि एक थोपै आए पनि म धरानमा बस्दिनँ भन्थे मलाई होइन। 3 दिन जङ्गलमा सुतेर दुःख गरी तपाईँको छैन रातिको 1 बजी पक्क खोलामा पानी ल्यायौँ होइन। आँसु पनि लु आयो, खुसीले सङ्घर्ष सम्झेर होइन। त्यस्तो गरेर तपाईँको छैन त्यो एउटा पाइप आयो। त्यो आइसकेपछि त्यो सुरुमा चाहिँ हामीलाई विरोध गर्ने साथीहरूले हुन त अब त्यसो भन्दा अलिकति हुने हुन्छ, अहिले त म माने पनि भइसकेँ होइन, अलिक माथि नै गइसक्यो। तैपनि एउटा सम्झना त सुनाएको मैले तपाईँहरूलाई। सुरुमा चाहिँ के सोचेको थिएछ भने अब त्यो भिरमा अड्किन्छ, पानी आउँदैन। पानी नआइसकेपछि तपाईँको त्यत्रो त्यो करोडौँको पाइप कहिले युकेबाट गएका छन्, कहिले कताबाट गएका छन्, त्यो सबै खेर जान्छ। अनि यो मान्छे फेल हुन्छ, अनि खुच्चिन पर्यो भन्ने यही गीत गाउँदै यसलाई असफल बनाउने भनेर सोचेको रहेछ होइन। त्यतिखेर त केही पनि भनेन। पहिलो पाइप आएर हामीले विश्व रेकर्डै राखिन्थ्यो। यति तपाईँको मुस्किल हो। 43-44 किलोमिटर त पाइप मात्रै हो। फेरि पाइप हामीले यसरी सिधा तानेको छौँ कति भिरमा, त्यो होल्सा भर्दै जाँदाखेरि त्यो त 60-70 किलोमिटर हो। त्यति टाढोबाट पानी लिएर हामीले खुवायौँ। तपाईँहरूले मलाई साथ दिनुभयो, अगुवाई मैले गरेँ, लिडर म थिएँ। दोस्रो पाइप लिनु खोज्दाखेरि त अब पहिलो आएको भनेर विरोध पनि गरेँ है होइन। तर केही छैन, हाम्रै नागरिक, मैले सम्झाएँ बुझाएँ होइन। बल होइन बुद्धि लगाउनुपर्छ, बुद्धि लगाएर हामीले दोस्रो पानी ल्यायौँ होइन। त्यो चाहिँ पर विष्णु ट्याङ्कीमा छ। यहाँ धन्यवाद ट्याङ्कीको तपाईँहरूको यताबाट खाइराख्नु भएको छ होइन। भनेपछि निशानेकोले चाहिँ बिच भागमा खान्छ, स्वस्तिका चोकतिर खान्छ। र अब तपाईँको चाहिँ पुराना संरचनाहरूलाई पनि हामीले चाहिँ पहिला चाहिँ एउटा पम्प बिग्रियो भने त्यो बिग्रियो कहिले भन्ने खालको पम्पहरू पनि स्पेयर राखियो क्या। बिग्रिने बित्तिकै त्यो लगाउने भने स्पेयर किनेर राखियो। कर्मचारीहरूलाई पनि मैले थुप्रैलाई निकाल्ने पनि काम छोराहरूलाई, त्यसै सहज भएको होइन। त्यसले गर्दाखेरि असोजदेखि पानीको दुःख उठ्यो होइन। त्यो पानीको दुःखलाई हामीले टाल्यौँ। अब दीर्घकालीन समाधानको लागि चाहिँ कोसीको पानी हामी ल्याउँदैछौँ। अब यो यसमा चाहिँ अलिकति हाँस पनि उठ्छ, अलिकति फेरि भन्नै पनि पर्छ होइन। भनेन भन्छ फेरि यहाँ अलिकति अहिले मैले सुरु गर्दिनँ हेर्नुहोस् है। सुरु त म गर्दिनँ, अरूले सुरु गर्छ, त्यसको उत्तर दिन्छु। तर मसला खतम चाहिँ मैले नै गर्छु, फिनिस चाहिँ मैले नै गर्छु। हाम्रो उपमेयरज्यूले के भनिदिनु भयो, उपमेयरमा मैले किन भनेको उहाँ चाहिँ निर्वाचित चाहिँ उपमेयरै हो क्या। मैले छोडेपछि मात्रै कार्यभार उपमेयर हो, निर्वाचित मेयर त होइन नि त। उपमेयरज्यूले के भनिदिनु भएछ भन्दाखेरि हर्क साम्पाङको कुनै हात छैन भनेर भन्नुभएछ। त्यो बजेट क्या उताबाट आउनु। अनि कसको चाहिँ हात छ त? प्रचण्डको छ त? कति हात? प्रचण्डजी आउनुहुन्न बैठकमा, एकचोटि मात्रै आउनु भएको छ, आउनै हुन्न है। के उपमेयरकै छ त हात चाहिँ छैन। मैले एउटा राम्रो रोचक दिने गरेको छु, 2-3 दिएको छु, फेरि यहाँ पनि हामीले दिनु पर्यो। हामी वर्ल्ड कप हेर्दैछौँ नि फुटबल होइन। अस्तिको दिन कसको थियो? लास्ट म्याच कसको थियो? कसले हेऱ्यो? लास्ट म्याच कसको थियो? कुन देशको थियो? छैन कि क्या कोही पनि हेर्ने? मेक्सिको र ब्राजिल। एनिवेज कुनै एउटाको थियो होइन। कसले जित्यो? मेक्सिकोले जित्यो। त्यो मेक्सिकोले जित्दाखेरि त्यो चाहिँ गेममा चाहिँ हर्क साम्पाङ मैले गोल हालेको भन्न मिल्छ? अलि हाँसौँ न।
क्या है? मेक्सिकोले जित्यो, मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु ठाउँ छ मैले? त्यस्तै कुरा गरिराख्नुहुन्छ कि है। अनि उहाँको 2-4 खेतालाहरू रहेछन्, त्यही गरिराख्नुहुन्छ। हर्क साम्पाङले होइन उपमेयरले लिएको अरे। यहाँको उपमेयर चाहिँ संसदको सदस्य हो र भनेको? म त त्यो बजेट बनाउने मान्छे हो, त्यो बजेट बनाउने, त्यो संसदमा बजेटमा छलफल गर्ने मान्छे, यस्तो उस्तो भनेर तपाईँको सल्लाह सुझाव दिने मान्छे हो म। सरकारको काम निमोट्ने मान्छे हो क्या म। अनि मैले चाहिँ नलिएको अरे, उसले पो लिएको अरे। त्यो मेक्सिकोले जितेको गेम चाहिँ हर्क साम्पाङ मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु र हर्क साम्पाङले होइन, अहिले उपमेयरले अहिलेको बजेट ल्याउनु भनेको एउटै हो, कुनै त्यसको तुक छैन। त्यो बजेट बनाउने मान्छे हो के म। विनियोजन विधेयकमा अस्ति भएर छलफल भइसक्यो, आर्थिक विधेयकमा नै अस्ति छलफल भएको छ होइन। संशोधन पेश गर्दैछौँ, पेट्रोलको दाम कति राख्ने, के कति राख्ने होइन, शिक्षामा कर लगाउने कि नलाउने, स्वास्थ्यमा कर लगाउने कि नलाउने भन्ने मान्छे पो त हामी त। अनि हामीले चाहिँ नगरेको उहाँले गर्नुभयो। ल ठिक छ, एजेन्डा उहाँको थियो त भयो त हुन्थ्यो। त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको हो? होइन, मेरो त्यो सपना हो, सङ्कल्प हो र सङ्घर्ष पनि हो क्या। हिजो बार तपाईँको छैन मन्त्रीलाई ढोक्दा 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 पैसा नदिएको कारणले गाग्री बोकेर को गएको थियो? म गएको थिएँ कि को चाहिँ गएको थियो? अहिलेको प्रधानमन्त्री त मेरो एक खालको साथी पनि हो। संसदमा नआएर कहिले पनि आउँदैन, अनि आएपछि एकाटे बोल्छ र विरोध गरे है, पदले विरोध, तपाईँको त्यो पद रेस्पोन्सिबल होस् भनेर। तर साथी पनि हो, त्यो उसलाई सबै थाहा छ। मैले त एकचोटि यस्तो पनि भनेको थिएँ कि हाम्रो अब पानीको दुःख छ, तपाईँहरूकोमा पैसा थुप्रो हुँदो रहेछ काठमाडौँ महानगरमा, मलाई अलिक सापट्टि दिनु न भनेको थिएँ। दिनु पनि खोज्नु भएको थियो, तर नियम कानुनले नहुँदो रहेछ है। अनि यो तहबाट मैले सङ्घर्ष मन्त्रीलाई भेट्ने म है, सबै मन्त्रीहरूसँग तपाईँको कुराकानी गर्ने, सबै कुरा त्यो अर्थ मन्त्रालयदेखि लिएर प्रधानमन्त्री खुदलाई भेटेर चाहिँ बजेट ल्याउने चाहिँ म। अनि मेक्सिकोले जित्दा हर्क साम्पाङले गोल हालेर जितेको भन्ने खालको हल्ला खिचाउने चाहिँ कति हाँस्नु, कति चाहिँ हाँस्नु। के छ र ढाँटेको होइन? हामी सबैले लिएको भन्दा त मलाई पनि चित्त बुझ्थ्यो नि त, हामी सबैले लिएको भन्दा ठिक छ होइन। तर फल्नाको चाहिँ हात छैन, हामीले गरेको भने के भनेको थियो? प्रचण्डै प्रधानमन्त्री भएको जस्तो क्या। प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हामी गएको 21 लाख मात्रै दिएको, त्यो पनि कार्यान्वयन गरेन, सहयोग त गरेन। त्यो चिज हो र यसरी बुझ्नुपर्छ। र मैले यहाँ सबैजनालाई के भनिरहेको छु भने, यदि धरानमा जे जति हामीले कामहरू गरिरहेका छौँ यो कामलाई निरन्तर दिने हो भने, तपाईँहरूले मलाई के चाहनु भएको थियो भन्दाखेरि 10 वर्ष हर्क साम्पाङ मेयर बन्नुपर्छ भन्ने चाहना थियो तपाईँको, थिएन? थियो कि थिएन? धनबहादुरजी मेयर बन्नु भनेको हर्क साम्पाङ नै मेयर छ भनेर बुझ्दा पनि हुन्छ क्या। किनभने हाम्रो निर्देशन अनुसार, हाम्रो प्लान अनुसार उहाँ चल्ने र उहाँले चाहिँ तपाईँको बनाउने हो नि त। तर अर्को मान्छे जित्यो भनेदेखि त हर्क साम्पाङ होइन भन्ने हुन्छ क्या। हर्क साम्पाङ यो तपाईँको चाहिँ के अरे महानगरपालिकाको मेयर हुनुभन्दा पहिला धरानमा के थियो स्थिति? 15-20 वर्ष पुरानो 2-4 ट्र्याक्टरहरू राखेर बसिरहेको छ। एउटा होइन 2टा डोजर मैले किनिदिएँ तपाईँहरूलाई, तपाईँहरूकै पैसा थियो, तर निर्णय त मेरो थियो, निर्णय गर्नु पर्यो परेन? 2टा टिपर आयो है, 2टा रोलर आयो, एउटा पानीको ट्याङ्कर आयो, 3-4 ट्र्याक्टरहरू नयाँ किनियो। मैले मेयर चल्ने, म चल्ने गाडी किन्न सक्थेँ क्या। 3 करोडको मजाको गाडी छ किनेर गोरो भएर हिँड्न सक्थेँ, तर मैले त्यो किनिनँ। कुरा बुझ्नुभयो? किनभने तपाईँ हिँड्ने बाटोमा खाल्डा छ होइन, तपाईँको घर खेत बनाउनु आँटेको छ भने मैले 3 करोडको गाडी किनेर हुन्छ है? त्यो हिसाबले चाहिँ मैले तपाईँहरूलाई चाहिँ के हो त भन्दाखेरि मालमत्ता पनि जोडिदिएको छु। अहिले त्यो मालमत्ता चाहिँ त्यो श्रम संस्कृति पार्क यतापट्टि भत्केछ, हिजो बाटो ब्लक भइसकेको छ।
बिचरा श्रमदाताहरू त बेलचा भाँड्दै हुँदो रहेछ खड्याङ 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 मैले पनि अलिक हालेँ है किन नपठाएको त्यो डोजर त्यहाँ श्रम संस्कृति पार्क मैले याचना गरेर रिक्वेस्ट गरेर मेरो आह्वानमा है सम्पूर्ण तपाईँको छैन त्यो सहयोगीहरूले सहयोग गर्नुभएको छ त्यहाँ जहाँ गएर हेर्नु भएको छ कहिले काहीँ त हेर्नु त भयो प्रत्येक फलैसामा स्वर्गीय बाबा फलना स्वर्गीय आमा फलना स्वर्गीय बाजे बोजूको नाममा भनेर फलैचाहरू बनाइदिनु भएको छ त्यसो गरी थुकतेल गरी बनाएको त्यो पार्क तल भत्किराखेको छ त्यो रिपेयर गरौँ भनेर गर्दै अलि हाँस है फेरि करोडौँ रुपियाँ आम्दानी छ वार्षिक पैसा चाहिँ लिइराखेको छ क्या त्यो पैसाले रिपेयर गर्नु पर्दैन भत्केर जाओस् भन्ने चाहना हो कि क्या अनि यो खालको स्थिति छ अहिले त्यसले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु काम गर्ने मान्छेलाई चिन्नुपर्छ चुन्नुपर्छ चिनेर मात्रै हुँदैन त्यसले काम गर्दो रहेछ भनेर चिन्यो तर भोटै हालिएन भने के फाइदा हुन्छ त भरे अर्को काम नगर्नेले गर्छ है पहिलाको मेयरहरूको अवस्था कस्तो थियो मैले त धरान लगायत नेपालभरि यस्तो एउटा चाहिँ तरङ्ग ल्याएको छु तपाईँहरूले अब मूल्याङ्कन गर्नुहुन्छ कि हुन्न नेता भन्ने बित्तिकै धुलो र हिलोमा हिँड्नुपर्ने अहिले मेरो छेउमा आउनुभयो भने पसिना गनाउँछु किनभने बिरुवा गोडेर आएको बिहान है कुनै मेयर बिरुवा गोडेर आउँछ कुनै सांसद बिरुवा गोडेर आयो आज सत्य कुरा चाहिँ बोल्नुपर्छ है तर सत्य कुरा चाहिँ बोल्नु जिब्रो चपाउनु हुँदैन होइन ढुङ्ग्रो डुल्काउनु हुँदैन भने जस्तो कुरा बुझ्नुभयो नि म यहाँ सबैजनालाई के भनिरहेको छु भन्दाखेरि काम गर्ने मान्छेलाई चुन्नुहोस् काम गर्ने मान्छेलाई चिन्नुहोस् भने बन्दैन अब सही हो भन्दा पनि ध्यान दिएर सुन्नुहोस् है त्यसले गर्दाखेरि मेरो भिजनमा यो धरान होइन आउँदो 5 वर्षसम्म निरन्तर चलोस् भन्ने चाहना राख्नुहुन्छ भने हाम्रो पार्टीको मेरो पार्टीको चुनाव चिन्ह अञ्जुलीको माटो बोकेको वडा अध्यक्षहरूलाई पनि जिताइदिनु किनभने मेयर मात्रै जितेर त सबै मान्छे त म जस्तो हुँदैन है म चाहिँ 3टा बाटो हिँड्छु कि देख्दा चाहिँ एउटा बाटो मात्रै हिँडेको देख्छु म तर 3टा बाटो हिँड्छु एउटा ब्लक घुम्ने अर्को बाटो जान्छु अर्को बाटो भने अर्को बाटो जान्छु 3टामा त तपाईँको छक्काइहाल्छु त्यो त सबैले त गर्न सक्दैन भोलि धनबहादुरजी मात्रै ल जितेर जानुभयो वडा अध्यक्ष चाहिँ हार्नुभयो भने उहाँले चलाउन सक्नुहुन्न म त जबरजस्ती भाडा मात्रै हो कुरा बुझ्नुभयो नि जबरजस्ती घरको जबरजस्ती भाडा मात्रै हो कुरा बुझ्नुभयो मैले चाहिँ भन्छु नि म चाहिँ तपाईँको कोट्टा र यही औँलाले त्यो के अरे बिल्डिङ दुलो बनाउनु पर्यो मैले ठाने भने औँलाले चोराउनले कोठारै दुलो बनाउँछु त्यति ढिट मान्छे हो क्या है तर त्यस्तो त सबैजना त हुँदैन धैर्यता चाहियो होला तरिका चाहियो होला होइन त्यसले गर्दाखेरि वडा अध्यक्षहरूलाई पनि मैले भनिरहेको छु हाम्रो श्रम संस्कृतिको वडा अध्यक्षहरूलाई तपाईँले जिताइदिनुहोस् मिडिया मार्फत र नेपालै भरि श्रम संस्कृतिको तपाईँको चाहिँ श्रमदाताहरू जित्यो भने के हुन्छ अल्छी नमान्नु अलिकति लामो जान्छ के जस्तो लाग्यो देशैभरि श्रम संस्कृतिको श्रमदाताले चुनाव जित्यो भने हामी 10 लाखको बजेटको कामले 15 लाखको काम गर्छ किनभने हाम्रो आह्वान हुन्छ होइन अब जस्तै ड्रेन बनाउनु पर्यो भने बालुवा ढुङ्गा रड किन्ने सिमेन्ट किन्ने श्रम चाहिँ नाच्दै एउटा के अरे स्पिकर राख्यो काम गरेको कि नाचेको थाहै छैन काम गरेको भन्दा धेरै चाहिँ नाचेको देखेको छ काम पनि भइराखेको छ होइन 16 नम्बर वडाको त्यो तपाईँको चाहिँ के अरे गोलो घर देख्नु भएको छ बहुभाषिक पाठशाला त्यसको साइडको त्यो ड्रेन हामीले त्यसरी नै बनाएको नाचेको छ ड्रेन बनिसक्यो है नारायण पथको एउटा ठुलो ड्रेन छ त्यहाँ देख्नु भएको छ कसैले सबैले देख्नु भएको छैन होला त्यहाँ त्यो पनि नाचेरै बनाएको
है। त्यसको लागत 45 लाखको थियो, 45-50 लाख, 23 लाखमा सक्यौँ। ताली बजाउनु पर्छ कि त्यतिखेर, कतिखेर ताली बजाउने भन्ने थाहा हुन्छ। कुरा बुझ्नुभयो नि। भोलि हाम्रो तपाईँको श्री श्रमदाताहरूलाई नेपालैभरिबाट जिताइदिनुहोस्। म मिडिया मार्फत भन्न चाहन्छु, 2 गुणा 3 गुणा बढी काम गर्ने जिम्मा म लिन्छु। र हाम्रो उम्मेदवारले जितेर गएर भ्रष्टाचार गरेछ भने त्यसलाई बाँधेर कालो मोसो दल्ने जिम्मा पनि म लिन्छु। त्यस्तो जनप्रतिनिधि तपाईँलाई चाहिन्छ जसले भ्रष्टाचार गर्दैन, काम गर्छ, जनता सँगसँगै हिँड्छ, जनताको दुःख मर्का के हो त्यो बुझ्छ, हो कि भन्नु न। त्यो खालको छैन के अरे तपाईँको छैन जनप्रतिनिधि हामीले छान्दैन। के अरे अल्छी लाग्यो? अल्छी लागेन भने अलिकति सुनाउँछु। अब धरानमा होइन, कतिले चाहिँ के भन्छन् भने ए बालन शाहलाई जिस्काइराख्छ, बजेट आउँदैन भन्छ। त्यो होइन, त्यो होइन। यसपालि अब ढाँट्नु भयो भने त मन्त्रीले ढाँट्यो भने मेरो केही त लागेन है। यसपालि प्रधानमन्त्रीले चाहिँ के भन्छ अरे भने त्यो हर्क सम्पर्क सबै हेर्नु है भन्छ अरे क्या पूर्वाधार विकासमा है। 228 करोड सुनसरी 1 को लागि हामी छुटाउँछौँ भन्नुभएको छ। यो सबै तपाईँको छैन बिग्रेका बाटाहरू सबै हामी बनाउँछौँ, तपाईँ आउनुहोस् भनेर भन्नुभएको छ। मैले तपाईँको छैन म झुटो बोल्ने मान्छे होइन, त्यो अब संवाद गरेको कुरा रेकर्ड गरेर देखाउने त कुरो भएन। 5वटा पुल हामी बनाउँदैछौँ। एउटा कोकाको पुल, एउटा यो श्यामचोकदेखि यतापट्टि उता के अरे यो यता जाने पुल यो सेउतीको, एउटा माथि तपाईँको छैन के अरे निशान डाँडाको होइन, एउटा धरान 11 को तपाईँको छैन नगरकोट यता मास्तिरको एउटा पुल, अनि एउटा चाहिँ मसाने है। 5वटा पुलको माग भएको छ। सबै यही वर्षभित्र ठेक्का लाग्छ भनेर वचन दिनुभएको छ। कुरा बुझ्नु भएन? चिज त्यो हो है। सप्तकोशीको पानीको त्यो 50 करोड त छँदैछ होइन, 50 करोड अहिले छुट्या हो। अब के छ भन्दाखेरि राम्रो बुझौँ है, पहिला चाहिँ एकजना खानेपानी मन्त्री आउनु हो, अनि उहाँले चाहिँ तपाईँको 6 अर्ब पैसा मलाई गोजीमै लिएर आएको जत्तिकै म नगरपालिकामा छु, उसले चाहिँ चुनावी प्रचार गर्यो कि है। नाम चाहिँ लिँदिनँ म, के लिइराख्नु, गइसक्यो कार्यकाल गुज्रेर। उद्योग वाणिज्य सङ्घमा पो आएर गफ गरिरहेको थियो, यस्तो पानीको कुरा, यस्तो 6 अर्ब ऋण लिनुपर्ने अरे मैले। यसपालिको ऋण होइन, यतिखेर पनि ताली बजाउनु पर्यो। यसपालिको ऋण होइन, मेरो जबरजस्ती होइन, ऋणबाटै गर्नुपर्छ। ऋणबाट चाहिँ हुँदैन, ऋण त पहिल्यै छ धरानमा ऋण, त्यसले गर्दा यसपालि ऋण हुँदैन भनेर राष्ट्रिय बजेटबाट आइराखेको कुरा पनि म निवेदन गर्न चाहन्छु हैन। यो तल तपाईँको छैन के अरे सर्दु उतापट्टिको डडा जाने बाटो, यतापट्टि भल्लाचौरी जाने बाटो, यहाँदेखि रामधुरी जाने बाटोदेखि लिएर हरेक कुराहरू हामी बनाउँदैछौँ। सूर्यकुण्डका बाटो त्यो तपाईँले देख्नुभयो होला, यति लामो म यहाँ भन्न चाहन्न। जे होस् काम गर्नको लागि पैसा त्यो खालको कुरा चाहिँ कबोल भएको छ, यहाँहरूले त्यो भन्न चाहन्छु। बिपी अस्पतालको कुरा गर्नुपर्छ अलिकति। बिपी अस्पतालको उतापट्टिको त्यो एमसिएस भवनको लागि बजेट छुट्टिएको छ, अनि बिपी अस्पताललाई विश्वविद्यालय बनाउनु पर्छ भनेर स्वास्थ्य मन्त्रीलाई मैले भनेको छु, हुन्छ भन्नुभएको छ। अनि यो माथि तपाईँको चाहिँ के अरे छाता चौकको पुरानो बजारको तपाईँको चाहिँ के अरे त्यो पुरानो अस्पतालको जग्गा बिपी अस्पतालको नाममा थियो, त्यो पनि नगरको अस्पताल के अरे नगरपालिकाको नाममा तपाईँको चाहिँ हस्तान्तरण गरियो। त्यो पनि मेरै पहलबाट भएको हो है। ढाँट्ने कुरा हुँदैन, जनताको भोट पाएर जितेको मान्छे जनताको अगाडि बसेर उभिएर ढाँट्नु मिल्दैन, ढाँट्दैन। फाइल बोकेर गए है बालनजीलाई भेट्न,
अनि मैले यस्तो भनेको लु आजकै तपाईँको बैठकमा राखौँ भन्नुभयो। स्वास्थ्य मन्त्रीलाई फोन गरेर टुइ आउनु। अनि यति छिटो आजको आज चाहिँ होइन, पछि 1-2 दिनको पछाडिको बैठकमा राखौँ न भनेर भन्नुभयो। हुन्छ भने त्यसको 3 दिन पछाडि क्याबिनेटको बैठकले निर्णय गरेर त्यो पनि धरानको नाममा आउँदैछ। अनि त्यो बैठक फेरि मैले गरेको होइन भन्छन् त, थक्का पर्छ। उनीहरूले गरे हो त, के गरे हो यो? भोलि यसो भन्छ कि जस्तो लागिरहेछ क्या, घरको सम्पर्क म हो भनेर हिँड्छ कि भन्ने ढाँट्नु नि कसरी ढाँटेको फेरि गाँठे म त सक्दिनँ। राति निद्रा लाग्दैन तपाईँलाई ढाँटे भन्दा बोलिरहेछ कि कस्तो भइरहेको छ, कसरी बाँचेको कसरी ढाँटेको छक्क पर्छ। अब अहिलेको तपाईँको छैन बजेट भनेको यो 82 आर्थिक वर्ष भन्छ कि अब सबैलाई थाहा होला, कतिलाई थाहा छैन भने पनि असार मसान्तमा सकिन्छ आर्थिक वर्ष। यो असार मसान्तसम्मको बजेट लेख्ने मान्छे म होइन भने हो। त्यसरी होइन हौ, भन्नु पनि जान्नुपर्छ। के खेला खाँची अस्ति भर्खर तपाईँको छैन मार्च 4 गते मात्रै मैले राजीनामा गरेको हो। त्यो बजेट सबै मैले लेखेको कि कहाँ के बनाउने कसो बनाउने भन्ने, त्यो मेयरले चाहिँ नगरेको अरे 3.5 वर्षमा हल्का सापले गर्नु नसकेको 3 महिनामा गऱ्यो भनेर फेरि गीत गाउने हुन्छ। छक्का पर्छु म त। त्यो चाहिँ भोटमा आगेको होला बिचरा है, बिचरा भोटमा आएको होला क्या है, छक्क पर्छु है। अनि हल्का सामानले बाटो बनाएन भन्ने पनि छ फेरि, त्यो पनि मैले यहाँ छिर्नुपर्छ अलिक हो। त्यो इन्टरभ्यू पनि भनेको थिएँ है। हल्का सामानले बाटो नबनाएको भने जानकी चौकदेखि स्वास्तिका चौकसम्मको त्यो 50 फिटे बाटो कसले बनायो? स्वास्तिका चौकदेखि मङ्गलबारेसम्मको 50 फिटे बाटो कसले बनायो? यही तपाईँको छैन महादेव चौकदेखि पर लाङ्गाली चौकसम्मको 50 फिटे बाटो चाहिँ कसले बनायो? त्यो बस पार्क कसले बनायो? बस पार्क छिर्ने बाटोहरू कसले बनायो? त्यो तपाईँको चाहिँ पुरानो बजारदेखि माथि तपाईँको त्यो के अरे 1 नम्बरको माथि रेड क्रससम्मको बाटो, रेड क्रसदेखि माथि अमर हाटसम्मको 50 फिटे बाटो कसले बनायो? फुस्रेदेखि माथि तपाईँ तल तपाईँको छैन के अरे 0 पोइन्टसम्मको बाटो कसले बनायो? यस्ता बाटोहरू थुप्रै बिचको बाटो, त्यो धनकुटे रोडको पनि तपाईँको रेलवेदेखि माथि त्यो उसम्मको भोटेपुरसम्म बाटो कसले बनायो? अचम्म लाग्छ हौ भन्न। छ भयो अब नहाँसौँ, अर्कोतिर जाउँ। अब सुकुम्बासीको कुरा, सुकुम्बासी त हामी थोरै छौँ, तर अब बसोबासी हामी धेरै छ। अब जस्तै 5 मा यहीँ पनि 15 मै पनि छ, सायद यतातिर पनि त्यस्तै होला है। सुकुम्बासीको घर भत्काउनु हुँदैन भन्ने सदनमा पहिलो बैठकमै बोल्ने व्यक्तिको फेरि अरूले म हो भन्ला है फेरि होइन। भानुचोकमा राम्रो घर देख्छ होइन, त्यो घर मेरो हो भन्नु पनि फेरि बेर छैन है, त्यसो भन्नु हुँदैन है। फेरि जे आफ्नो हो त्यही मात्रै भन्ने हो है। अरूले गरेको अरूको त अरूको भन्नु पऱ्यो नि त। यो घर मेरो हो भन्नु मिल्छ मैले? त्यो मेरो हुँदै होइन, तर राम्रो छ, राम्रो घर मेरो हो भन्दा मेरो इज्जत एकछिनको लागि टिकटकको लागि बढ्छ कि भनेर चाहिँ होला, त्यसो होइन। त्यसले गर्दाखेरि म यहाँ सबैजनालाई बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। अब सुकुम्बासी अब बस्ती बसोबासीको घरमा यो अहिलेको तपाईँको छैन आतङ्क फैलाउने किसिमले चाहिँ चलेको सरकारले डोजर भत्काउँदा के अरे हान्दाखेरि देशैभरिको सुकुम्बासीलाई एकत्रित गरेर आन्दोलनको घोषणा गर्ने सांसदको यो कुराहरू नबिर्सिनुहोस् होइन। कसले आफूलाई जन्म दियो त्यसलाई बिर्सिनु हुँदैन, कसले आफूलाई कर्म दियो त्यसलाई बिर्सिनु हुँदैन, कसले सत्य कुरा बोल्यो काम गर्यो त्यसलाई पनि बिर्सिनु होइन। यहाँ अहिले अब त्यो भनिहाल्छ कि फेरि मान्छे हामी त सोझो हुन्छौँ नि त। यहाँ एउटा कुरा सुन्यो हो जस्तो लाग्छ, त्यहाँ गयो हो जस्तो लाग्छ, यता गयो हो जस्तो लाग्छ, त्यो होइन। सत्य कुरा एक ठाउँमा हुन्छ।
मन डुलाउनु हुँदैन। सत्य कुरा एक ठाउँमा बसिरहेको हुन्छ है, मन डुलाउनु हुँदैन। त्यसले गर्दाखेरि म भन्न चाहन्छु भ्रममा नपर्नु। अब म यो बोलेर जान्छु, अर्को फेरि भ्रम छ र फेरि अर्को आउला। भ्रममा पर्ने होइन, कुरा बुझ्ने है। सुकुम्बासी अव्यवस्थित बसोबासीको छाना चुइँदाखेरि छाना छाउने बजेट राख्ने मान्छे हो म। 72 सालदेखि घर नम्बर रोकेर राखेको थियो, त्यसलाई खोलेर हजारलाई तपाईँको चाहिँ घर नम्बर दिने मेरो होइन म। अहिले के भन्दो रहेछ त्यसमा पनि अफवाह फैलाइरहेको छ। पर्छु त्यसतर्फ नलाग्नु होला, सबैजनालाई त्यो भन्न चाहन्छु। अब धनी पूर्जाको लागि पनि म पेल्दैछु है। भूमि सुधार व्यवस्था मन्त्रालय अब त मेरो कामै माथि त्यो हो है, आवाज उठाउने। अब यो असारबाट बाँड्छौँ भनेर अस्ति मन्त्रीले भन्यो भनेन, कसको कारणले बोल्न बाध्य भयो? अब यी कुराहरू गर्दाखेरि मलाई चाहिँ के भन्छ भने विरोधी भन्छ। ए बाबा मेरो त कामै बोल्ने हो होइन, हुन त म श्रमदाता हो, तर सदनमा के ढुङ्गा पास गरिराख्नु? यताबाट ज्ञानेन्द्र साईलाई दिने, यताबाट उता प्रचण्डलाई ढुङ्गा पास गरेर त्यहाँ ढुङ्गा छ कि फाइट काट्नु? के काट्नु त्यहाँ त म बोल्ने त हो, सदन भनेको बोल्ने नै ठाउँ हो क्या। अनि त्यहाँ बोल्दाखेरि चाहिँ धेरै बोल्यो अरे, फेरि अब धेरै बोल्यो, धेरै विषयवस्तु उठान गर्यो होइन। पटनामा चाहिँ थुनिएका 900 जना नेपाली दाजुभाइ दिदी बहिनीदेखि लिएर सुस्ताको कुरादेखि लिएर दार्चुलाको कुरादेखि लिएर नेपालभरिकै कुरा उठायो, राम्रो कुरा बोल्यो पो भन्नु न होइन। सुनसरी एककै मात्रै कुरा त मैले उठाएको छैन नि है, धरानको मात्रै त बराक क्षेत्र रामधुनीको मेरो चुनाव क्षेत्रको मात्रै कुरा उठाउने होइन नि। म त एउटा दलको राष्ट्रिय नेता पनि भएको कारणले, राष्ट्रिय तपाईँको अध्यक्ष भएको कारणले आगिलो चाहिँ मैले यत्तिकै आउँछ मान्छे, यो मेरो बोलिदिनु, यो बोलिदिनु, यस्तो भयो, अन्याय भयो, ती कुराहरूलाई बोल्नुपर्छ पर्दैन? धेरै बोल्यो। म तपाईँहरूलाई अस्ति मैले एउटा इन्टरभ्यूमा भनेको थिएँ, के अरे AP1 को इन्टरभ्यूमा, जुन दिन हल्का साम्पाङ बोल्न छोड्छ त्यहाँदेखि विचार गर्नुहोस् देशमा बेथिति मौलायो भनेर खबरदारी गरिराख्नुपर्छ। प्रधानमन्त्री आएर बोल्नुपर्छ, जवाब दिनुहोस् होइन। प्रधानमन्त्री लुकेर बस्ने हो र? होइन। त्यसले गर्दाखेरि सदनमा आएर बोल्नुपर्छ भन्ने माग मैले राखिरहेको छु है। त्यो माग राख्दा 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 एक दिन चाहिँ जाउँ न त हल्का साम्पाङ नभएको बेलामा भन्ने हिसाबले पनि होला, म यता आएको बेला आएर बोल्नुपर्छ, फेरि के बोली पठाउनु भयो त्यहाँदेखि अब खत्तम भइहाल्यो। म जिस्काइरहन्छु बालनजीलाई, जिस्काइरहन्छु हाम्रो प्रधानमन्त्रीलाई, म जिस्काइरहन्छु। उहाँ सदनमा आएर बोल्नै पर्छ, बोल्नु पर्दैन? त्यसले गर्दाखेरि त्यो हो, त्यसो भन्दा चाहिँ विरोध गर्यो भन्छ क्या, विरोध होइन त्यो, मैले मेरो काम गरेँ है। अब बोल्दै नबोल्ने भन्दा म पनि जाँदिनँ नि, 6 महिना छुट्टी लिन्छु, सभा हुन्छु, म आउँदिनँ, 6 महिना भन्छु, 6 महिना यतैतिर कुदिन्छु, रमाइलो होइन। त्यस्तो गर्दा हुन्छ तपाईँले? त्यो तपाईँले त्यो गर्नुलाई मलाई त्यहाँ पठाएको हो, नत्र 6 महिना 1 वर्षको छुट्टी लिन्छु, विदेश जान्छु है, विदेश जान्छु। बोल्नकै लागि म त्यहाँ गएको हो, जनताको आवाज उठाउनकै लागि म त्यहाँ गएको हो, सरकारलाई खबरदारी गर्नकै लागि म त्यहाँ गएको। अब अस्ति तपाईँले कुदिन्छु, रमाइलो होइन, त्यस्तो गर्दा हुन्छ तपाईँले? त्यो तपाईँले त्यो गर्नुलाई मलाई त्यहाँ पठाएको हो, नत्र 6 महिना 1 वर्षको छुट्टी लिन्छु, विदेश जान्छु है, विदेश जान्छु। बोल्नकै लागि म त्यहाँ गएको हो, जनताको आवाज उठाउनकै लागि म त्यहाँ गएको हो, सरकारलाई खबरदारी गर्नकै लागि म त्यहाँ गएको। अब अस्ति तपाईँले देख्नुभयो नि, अर्थमन्त्रीज्यू आफैले स्वीकार्नु, त्यो बजेट किताबमा सबै जोडघटाउ गरेर हेरेको सबै गल्ती रहेछ। 2 मा 2 जोड्दाखेरि 8 हुन्छ पो रहेछ त्यहाँ। सदनको रोस्टरमा चाहिँ त्यसरी बोल्न मिल्दैन, नत्र त्यहाँ पनि बोलिन्छ, साह्रै भएन। के गरेको थियो
स्वीकार्नु भयो कि भएन भन्नु त गल्ती। त्यो गल्ती पत्ता लगाइदिने मान्छे पो त अर्को सन्तान त होइन। म छुइनँ भने गल्ती पत्ता लाग्थ्यो? लाग्दैन थियो। सबै विनियोजन विधेयकको तपाईँको विनियोजन विधेयक भनेको चाहिँ कसरी खर्च गर्ने भन्ने विधेयक हो होइन। त्यो पास गरिसकेपछि ऐन भन्ने छलफल सकिसक्यो। रक्षा मन्त्रालयको किताबै आउँदैन बजेट। कसैले वास्ता नगर्दो रहेछ फेरि त्यहाँ। हामी अब लाइक कतिजना छौँ, लाइक अब 2 जना घटाउँदाखेरि 273 जना मान्छे छौँ। 272 जनाले चाहिँ वास्तै गर्दैन रहेछ क्या। रक्षा मन्त्रालयको त बजेट किताबै आएको छैन। किताब आएको छैन भन्ने मान्छे म होइन भनेको। अनि अर्थमन्त्री पनि झसाङ्ग हुनु के भयो हतार हतार प्रिन्ट गर्नु लाउनु भएछ बिचरा। प्रिन्टर पेपरमा शेषले 2टा ल्याउनु भएको छ। पास भइसक्यो भोलिपल्ट है। त्यस्तो गल्ती पक्रिने मान्छे पो त अर्को सन्तान त। त्यहाँ म छुइनँ भने अरूले पक्रिँदैन रहेछ त, देखियो त होइन र? अनि हो त्यो पक्रिँदा चाहिँ विरोध गर्यो। किन विरोध गर्नु? मैले त मेरो काम गरेँ। अहिले मैले तपाईँको विरोध गरेँ हो यहाँ बसेर बोल्दा होइन है। किन विरोध गर्नु? मैले त तपाईँको छेउमा मेरो कुरा यो हो भनेर राखेको। यो हिसाबले हामीले बुझ्नुपर्छ। अब चाहिँ पक्का अल्छी लाग्यो होला, अब थोरै छु। त्यसले गर्दाखेरि हामीले त्यसरी बुझ्नुपर्छ। म त्यो भन्न चाहन्छु। धरानको विकासका लागि हामी अत्यन्तै धेरै सक्रिय र सचेत छौँ। हाइवेको कुरा छ, हाइवे पनि बन्छ है, हाइवे पनि बन्छ। पैसा पनि छुट्टिएको छ। अनि एउटा रमाइलो मैले यहाँबाट आह्वान पनि मैले यस्तै फेसबुकबाट पनि गरेका थिएँ। अब हामी एउटा अब थुप्रै छ प्रोजेक्टहरू है। ज्येष्ठ नागरिक पार्क जानु भएको छ? श्रम संस्कृति क्षेत्रमा, श्रम संस्कृति पार्क एरियामा सबभन्दा राम्रो त ज्येष्ठ नागरिक पार्क भन्दैछ होइन। त्यहाँ हाम्रो आमा बाउहरू होइन घरसँग यस्तो गरेर घुम्दै गरेको हेर्नु मन लाग्दैन तपाईँलाई? त्यो श्रम संस्कृति पार्क बनाउनको लागि अहोरात्र श्रमदान गर्नुहुने श्रमदाताहरूको लागि ताली बजाउनु पर्छ। श्रम संस्कृति दिदीबहिनी साथै अन्य दाजुभाइ सबैजना जो जति आबद्ध हुनुहुन्छ तपाईँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। पहिला कस्तो थियो भन्नु न? त्यो घिनलाग्दो तपाईँको काँडा घारी कुरोहरू पुरै घिनलाग्दो। अहिले यसो हेर्नुपर्छ होइन। थाइल्यान्डको बिच हो कि क्या हो थाइल्यान्डको बिच होइन हुन्छ नि होइन। त्यो खालको ट्याक्क हेर्छु कि त्यस्तो भिजन भएको मान्छे पो त हामी त होइन र? हो। अब त्यस्ता पार्कहरू हामीले थुप्रै बनाउँदैछौँ। त्यो पनि कम्प्लिट हुँदैछ। यतापट्टि तपाईँको हाम्रो जेनजी स्मारकमा पनि काम हुँदैछ होला होइन। तर त्यहाँ चाहिँ अलिकति आर्थिकको सहयोगको अलिक कम भएको छ कि भन्ने छ। म सबैजनालाई भन्न चाहन्छु आर्थिक सहयोग गर्नुहोस्। त्यसो भन्यो भने क्युआर भन्ने मान्छेहरू छ। 1 रुपियाँ त धेरै हुन्छ। एक पैसाको त फेरि उसलाई पाइँदैन। 1 रुपियाँ सहयोग नगर्ने मान्छे, 1 दिन तपाईँको आएर श्रमदानमा ढुङ्गा नबोक्ने मान्छे, 1 दिन तपाईँको एकछिन पनि नेपालको हित नचाहने मान्छेलाई चाहिँ हिसाब दे। तिमीहरूले भन्दा दिने हो र? बेला आएपछि दिने हो नि होइन है? त्यो चिज हो। प्रत्येक तपाईँको चाहिँ के हो त भन्दाखेरि योजनाको प्रत्येक कुराको चाहिँ हाम्रो पारदर्शी हिसाब किताब सार्वजनिक गरिन्छ। त्यहाँ पनि तपाईँको चाहिँ एउटा बन्दैछ। अब त्यो बनिसकेपछि हामी थोत्रे गाग्री आन्दोलनको स्मारक पनि बनाउँछौँ। साह्रै हेप्यो त्यो थोत्रे गाग्री हामीलाई साह्रै हेर्दाखेरि धरान र धरानको पानी खाने अधिकारलाई वञ्चित गर्न खोज्नेहरूलाई थोत्रे गाग्री देखाइदिएको लोतर यस्तो लागेछ हेलिकप्टर चढेर भाग्नु पर्यो है। फेरि अर्को थोत्रे गाग्री मैले कसैलाई देखाउनु पर्दैन होला। अब एउटा कुरा याद गर्नुहोस्
अर्को सन्तान त्यस्तो मान्छे पनि हो है फेरि। आन्दोलन थोत्रे गाग्री स्मारक पनि हामी बनाउँछौँ, त्यो पनि चाँडै बन्छ। त्यसको लागि पनि पैसा दिने मान्छेहरूले बोल्नु चाहिँ भएको छ, रिसिभ भइसकेको छ। अब सुन्नेमा पारमानको प्रतिमा निर्माण है माथि चिन्डो डाँडामा ट्याकसँगले भनौँ न, ट्याकसँगले है त्यो कस्तो हुन्छ दाजु? राति त यस्तो राम्रो देखिन्छ, दिउँसो पनि राम्रो देखिन्छ, राति चाहिँ तर सबभन्दा राम्रो देखिन्छ। ट्याक बनाउँछौँ, कस्तो बनाउँछौँ? ट्याक बनाउँछौँ है, जमिन फोडेर निस्किँदै गरेको किसिमले बनाउँछौँ। यताबाट लाइट दिन्छौँ होइन, स्याट लाइट दिन्छौँ, हेर्दाखेरि मनमोहक है त्यो बनाउँछौँ। बनाउनका लागि हामीले त्यहाँनिर जग्गाहरू लिने कामहरू हामीले गरिराखेका छौँ होइन, धेरै नै लिइसकेको पनि छ। अब त्यो डिपिआर सिपिआर बन्दैछ, तर त्यो चाहिँ किन अलिकति ढिलो हो भन्दाखेरि त्यो निकै पनि ठुलो खर्च हामीलाई लाग्छ। कति साथीहरूले चाहिँ फेरि के भन्छन्, जग्गा पलिटिङ गर्यो, एकचोटि त्यसरी भनौँ न ल, जग्गा पलिटिङ गर्यो भन्छ है। छातीमा हात राखेर आत्मा साक्षी राखेर सालपा सिलिचुङलाई भाकेर भन्छु, हर्क साम्पाङले कहीँ कतै प्लटिङ गरेको रहेछ भने त्यो मान्छेले जसले मलाई आरोप लागेको छ त्यसले तपाईँको प्रुफ पुऱ्याउँछ भने उसको नाममा निःशुल्क नामसारी गरिदिन्छु। यति धेरै तपाईँको छैन जनताको के अरे अगाडि उभिएर, यति धेरै तपाईँको छैन मिडियाको अगाडि उभिएर भनिरहेको छ। अनि जीवनमा राजनीति गरिदिनु है। सांसदको त्यो बिल्ला पनि सभामुखज्यूलाई ल है हजुर म त स्वायमा म त नालायक भएँ, म फटा निस्केछु भनेर राजीनामा दिन्छु, श्रम संस्कृत पार्टी पनि बन्द गर्छ है, चलाउँदिन म। दिन सक्छ प्रुफ छैन। अनि यस्तो भएको होला, उस्तो भएको होला, यस्तो भएको होला, उस्तो भएको होला नचाहिने कुरा गरेर अझै मन लाग्छ म है। कोही कसैले प्रुफ लिइदियो भने, मैले फेरि पनि भने सालपा सिलिचुङलाई कसम खाएर भन्छु, मैले त्यसो गरेको तपाईँको छैन प्रमाण लिएर आउनुभयो भने त्यो प्लटिङ गरेको जग्गा पनि उसको नाममा र जीवनमा राजनीतिको र पनि उच्चारण गर्दिनँ होइन, देखाइ पर्दैन, कहीँ कतै देखा पर्दैन। कुरा बुझ्नु? त्यो मेरो निष्ठामा, मेरो इमान्दारीमाथि, मेरो शक्ति भनेको इमान्दारी हो। म आज संसारमा कोहीसँग पनि डराउँदिनँ, कोहीसँग पनि डराउँदिनँ। किन थाहा छ? किन थाहा छ? म इमान्दार छु है, इमान्दार छु। संसारमा एक धुर जग्गा पनि मेरो नाममा छैन। पहाडमा भएको भनेको त्यो मेरो बाउ बाजेको कमाइ, त्यहाँबाट मैले अंश लिएको छैन। अनि जग्गाको चाल खेल गर्यो, जग्गाको चालखेल गर्ने तपाईँको चाहिँ 3.5 वर्ष मेरो छ लामो मान्छे हो म होइन, हो कि न भन्नु न? तपाईँलाई त्यस्तो कहीँ लाग्यो? फाटेर हापेन सिलाएर तपाईँसँग ढुङ्गा बोक्ने मेरो होइन म। र मेरो टिमको कोही कसैले त्यसो गरेको रहेछ भने पनि प्रमाण ल्याउनु, मेरो टिमको मान्छेलाई पनि म नङ्ग्याउँछु, पत्रकार सम्मेलन गरेर उसलाई कानुनी कारबाही गराउँछु। त्यो निष्ठा हो नि है। अनि भने चाहिँ किन अरे भन्दा मसँग चुनाव हारेको रहेछ अनि चुनावमा चाहिँ भाग लिएपछि त हारिन्छ नि त होइन। अब दौडमा दौड्यो, अब मलाई चाहिँ उहाँले जित्यो भने मैले गाली गर्नु मिल्छ? मिल्दैन। प्रतिस्पर्धामा म पहिलो आएँ त, के गल्ती भयो त मेरो? त्यो चिज हो। त्यसले गर्दाखेरि त्यसरी तपाईँको चाहिँ लान्छना लाउन पनि तपाईँले बन्द गर्नुपर्छ। म सबैजना अनुरोध गर्न चाहन्छु, ती साथीहरू सचेत आउनुहोस्। मैले बोल्न जानिनछु है, ल आजदेखि म पनि श्रमदाता बन्छु। श्रमदाताले ढाँट्नु हुँदैन। म तपाईँहरू सबैजनालाई भनिरहेको छु, यहाँ पनि थुप्रैजना श्रमदाता हुनुहुन्छ। तपाईँले ढाँट्नु हो भने तपाईँ श्रमदातै होइन है, नढाँट्नुहोस्। ऐना हेर्दाखेरि लाज मान्नु भएन, ऐना हेर्दाखेरि थुक्न मन लाग्नु भएन आफूलाई। त्यसले गर्दा त्यो निष्ठाबाट हामी काम गर्छौँ। म यहाँ सबैजनालाई त्यो भन्न चाहन्छु। अब थुप्रै अरू कुराहरू छन्, ती कुराहरू मध्ये अब विकासका कुराहरू नै अब धेरै गर्नुपर्ने हुन्छ होला।
होइन। अहिले हाम्रो गृहमन्त्री होइन सुदनजी, उहाँलाई मैले चाहिँ नि ल है हो यसपालि बिजोग छ, बेहाल छ ट्राफिकको भनेर, हुन्छ यसपालि पैसा पारिदिन्छु भन्नुभएको छ। उहाँले ढाँटेको होइन होला, ढाँट्नु मिल्दैन है। ट्राफिक कार्यालय बन्छ हाम्रो यसपालि है, जिल्ला ट्राफिक कार्यालयकै यता बाघमहल कि के जति भन्ने बसिरहेको छ नि दोस्रो है होइन। अगाडिबढी तपाईँको चाहिँ के अरे सवारी साधन कुहिराखेको छ, त्यो पनि व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा छ र विविध कुराहरू छन्। र यी चाहिँ तपाईँको हाम्रा विकासका अपेक्षाहरू भए हामी पक्कै पनि तपाईँको चाहिँ के अरे राम्रो काम गर्नेछौँ। र यो टिम, हाम्रो टिम मजबुत बनाउनका लागि पनि म यहाँ बन्दै गरेको समिति जो बन्नुहुन्छ तपाईँहरू सक्रिय रूपमा लाग्नुहोस्। म एक्लैले गरेर हुँदैन है, म एक्लैले गर्न सक्दिनँ, म एक्लैले गरेर सम्भव छैन होइन। म यहाँ छु, अब सबै ठाउँमा म पुग्न एकैचोटि भ्याउँदिनँ पनि। तपाईँहरू जो जति हुनुहुन्छ यहाँ नगर कमिटीहरू, नबाज्नु होला, नजुत्नु होला होइन। पद भन्ने कुरा केही पनि होइन, साह्रै पदले पुगेन भने मलाई माग्न आउनु, म दिइपठाउँछु है, मेरै पद पनि बाँधी पठाउँछु कि है। अब बालिनजी नै आउँदैन, नर्को अर्थमन्त्रीले पठाउँछन्, मैले त्यो बिललाई दिइ पठाउनु मिल्दैन भनेको फेरि बोल्दैन, त्यो बिललाई दिइ पठाउने क्या। कसलाई सांसद भन्नु मन परेको छ 1 महिना जानु न, त्यो दिन मिले पनि हुन्थ्यो त होइन होइन। त्यो चाहिँ नमिल्दो रहेछ। प्रधानमन्त्रीको बदलामा अर्थमन्त्री आएर बोल्दा चाहिँ मिल्दै रहेछ। त्यो बिललाई मैले कसैलाई दिन मिल्ने भए 6 महिनाको लागि चाहिँ दिन्थेँ। त्यसले गर्दाखेरि पद भन्ने कुरा ठुलो होइन, पदमा तपाईँको बाँचेर जुधेर पनि हुँदैन। हामी परिवर्तन ल्याउन आएको, पद ठुलो कि परिवर्तन भन्नु त, त्यो परिवर्तनको लागि हामी आएको छौँ। म सबैजनालाई सकारात्मक बन्नु होला, सधैँभरि डटिरहनु होला, खटिरहनु होला है। र गाली गर्नेको मुख लागेर गाली चाहिँ नगर्नुहोस् है। अरूले जाँड खाने भन्छ भने हामीले चिनी खाने नभनौँ है। जाँड खाने भन्छन् भने चिया खानुहोस् भन्ने भन्नु। ग्रिन टीसम्म त भन्न मिल्यो नि। तर्कबाट लड्ने हो हामी। जब तर्क गर्न सकिँदैन नि, जब तर्कमा हारिन्छ नि, बोल्नुमा हारिन्छ नि डिबेटमा, त्यहाँदेखि चाहिँ मुख छाड्छ क्या मान्छे। ती मान्छेहरूलाई चाहिँ कस्तो लाग्छ भने म चाहिँ फेरि अलिकति दया पनि लाग्छ। जुवाडे हारेको जुवाडे होइन, जुवा खेलिन्जेल झन्डीमा पैसा थाप्छ, झन्डी 2 हार्नु खुसी, मकुटमा थाप्छ, मकुट 3 हार्नु खुसी है। जब खल्तीको पैसा रितिँदै जान्छ त्यहाँदेखि गोटी पनि फालेर पर्सा च्यातेर लात्ताले बिहाली गरेको देखेको छु क्या धेरै हटियारमा। म त खेल्दिनँ, खेल्नु चाहिँ होइन। हरुवा जुवाडेहरू जस्तो बन्नु हुँदैन हामी। तर्कले लड्नुहोस्, बुद्धिले लड्नुहोस्, तथ्यले लड्नुहोस्, तर मुख छाड्नु हुँदैन। संस्कृतिले मुख छाड्दैन है। र ती सबैजना जो जतिले चाहिँ तपाईँको चाहिँ मलाई मुख छाड्नुहुन्छ, तपाईँहरूले मुख छाड्दा मलाई केही पनि हुँदैन, म त हाँस्दै काम गरिरहेको। टेन्सन तपाईँलाई नै हुन्छ है। बिपीको दबाई खाँदै मुख छाडिरहेको होला कति दाना टिटी होइन। अब हिजोआज त दाँत त्यति खप्दैन, दाना किट्दा कतिको दाँत पनि चोइटिराखेको होला रिसले। अस्ति मलाई केही फोन गर्छ काठमाडौँमा है, म यसो गाडीमा हिँडिरहेको छु, ए बाबा को रहेछ त भनेर उठाएर त गाली गर्छ त्यसरी है। सुनिरहेको छु क्या म चाहिँ, उस्तो के भन्न खोजेको तैँले भन्छ, सुनिरहेको छु। धन्यवाद। अनि एकछिनमा चाहिँ तपाईँको चाहिँ नि ल तपाईँको लोकेसन दिनुहोस् भनेर मैले भने होइन। लोकेसन दिनुहोस्, म पुलिस पठाइदिन्छु भनेर राखिहाल्यो है। गृहमन्त्रीलाई हाम्रो सुदन गुरुङजीलाई मैले भनेको छु, हामी काम गर्छौँ त्यो विषयमा सँगै मिलेर। गाली गर्नेलाई चाहिँ पक्रिने भन्ने है कुरा भन्नुभयो नि। सिआई पठाइदिनु पर्यो भनेको त लोकेसन दिँदैन फेरि है। त्यहाँदेखि आउनु छोड्यो उसको फोन, त्यसो गर्नु हुँदैन है। यो मुख कोही बोलीमा रस हुन्छ, कोही बोलीमा रिस,
त्यही बोलीले गर्दा पिउँछन् मानिसहरूले विष। कतिलाई है छोरी चेलीहरूलाई गाली गरेको गाली गरेको त्यो गाली सहन नसकेर आत्महत्या गर्नु कि भनिँदो रहेछन्। त्यसो गर्नु हुँदैन, संसारमा नै उठाएको थियो होइन। मन पराएको हुन्छ नि हौ, मान्छे हो होइन। मन परेको मान्छेले पाउनै पर्छ भन्ने छ र जबरजस्ती चाहिने कुरा है। अनि उसले बताएन भनेर धम्की दिएको छ, यो दिएको छ, अनि त्यो चाहिँ तपाईँको चाहिँ एकजना बालिकाले झन्डै तपाईँको चाहिँ निकै आत्महत्या गर्यो अरे। त्यसो गर्नु हुँदैन होइन। आफ्नो सौँदो बुझ्दो खोज्नु। केटाहरूलाई म त्यो भन्न चाहन्छु, केटीहरूलाई म भन्न चाहन्छु आफ्नो सौँदो बुझ्दो खोज्नु है। त्यस्तो पो रहेछ क्या अहिले चाहिँ। मन पराएको केटीलाई अब गऱ्यो भएन, अनि त्यसको बदनाम गरिदियो क्या, एआई बनाइदियो, फेरि एआईमा छक्क पर्नु होइन। सभामुखले मादल बजाइरहेछ, हामी नाचिरहेको साँच्चै सभामुखले मादल बजाएको हो त होइन नि, तर हेर्दा त फेरि ठिकै छ। कहिले बालीजीले म नाचिरहेको त्यसो नगर्नुहोस्। प्रविधिले अहिले विभिन्न खालको हामीलाई सेवा के अरे सुविधा दिएको छ र विभिन्न खालको हामी बनाउन सक्छौँ। त्यसो बदनाम गरिराखेको छ क्या है। त्यसो गर्नु हुँदैन। म सबैलाई त्यो पनि भन्न चाहन्छु, प्रविधिको दुरुपयोग गर्नु भनेको तपाईँको दिमागको दुरुपयोग गर्नु हो। तपाईँको दिमागको दुरुपयोग गर्नु भनेको तपाईँ आफ्नो जीवनको दुरुपयोग गर्नु हो। त्यसले गर्दाखेरि त्यसो गर्नु हुँदैन। अब अलिक लामै भयो जस्तो लाग्यो छोटो बोल्नु भनेको कि अलिक बोल्नु भयो बोल्नु त्यति गर्नु। तपाईँहरू सँगसँगै होइन, म सधैँभरि छु। म धरान छोडेर काठमाडौँ बसाइ नसक्नुको कारण तपाईँहरूसँग सधैँभरि भेटिरहने मेरो उद्देश्य। त्यसले गर्दा म त मेरो स्कुल छुट्टी हुने बित्तिकै हेड सरले छुट्टी दिने बित्तिकै आइहाल्छु। फेरि 11 गते हाम्रो स्कुल छ होइन, 10 गते म जानुपर्छ। यहाँहरू सबैको राम्रो होस्। र अहिले पनि यो चाहिँ तपाईँको होइन समितिमा तपाईँहरू सबैजना बस्नुहोस्। मैले अघि भने 2-3 खालको समिति यहाँ बनाउनुपर्छ ल। र त्यो छ। र यहाँ अहिले टी सर्ट पनि तपाईँले लगेर जानु होला होइन। हुनेले नलानु, नहुनेले लानु होइन। जसको पहिल्यै छ उसले नलानु, सबैलाई पुग्नुपर्छ। जसको पुगेको छैन उसले लानु होला है। यति भन्न चाहन्छु। नमस्कार।